ओके साथीहरू नमस्कार। म तपाईँहरूमाझ एउटा अत्यन्तै महत्त्वपूर्ण जानकारी लिएर आइसकेको छु। अन्तिमसम्म हेर्नुहोला है। तपाईँहरू खास के हो भने जानकारी गुगलको प्ले स्टोरमा गएर फेसबुक चाहिँ डाउनलोड गर्न खोज्दा धेरै साथीहरूको डाउनलोड नहुने समस्या देखिरहेको छ। के तपाईँको पनि त्यस्तै समस्या छ? यदि तपाईँको पनि फेसबुक प्ले स्टोरबाट डाउनलोड भएको छैन, कसरी इन्स्टल गर्ने भन्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने तपाईँहरू चिन्ता मान्नु पर्दैन। आउनुहोस् मसँग, यो समस्या मैले समाधान लिएर आएको छु। अन्तिमसम्म हेर्नुहोस् र यो समस्याबाट तपाईँले पनि छुटकारा पाउनुहोस्। ल साथीहरू, अब म मोबाइलको स्क्रिनमा आइसकेको छु। यहाँ प्ले स्टोरमा म क्लिक गर्छु। हेर्नुहोस् है, प्ले स्टोरबाट फेसबुक ओपन नहुने समस्या चाहिँ म समाधान गर्न चाहन्छु है साथीहरू। तपाईँहरूले अन्तिमसम्म हेर्नुहोला। हेर्नुहोस् है, फेरि पनि म तपाईँहरूलाई देखाउन चाहन्छु। यहाँबाट हेर्न सक्नुहुन्छ, इन्स्टलमा क्लिक गरेँ तर पनि फेसबुक ओपन भयो त, डाउनलोड भयो त, भइरहेको छैन। अब यसको लागि तपाईँहरूले चिन्ता लिनु पर्दैन। यसलाई ब्याक गर्नुहोस्। तपाईँ चाहिँ यहाँबाट सेटिङमा जान सक्नुहुन्छ अथवा डाइरेक्ट पनि के गर्ने, यसरी यसमा प्ले स्टोरमा चाहिँ तपाईँले के गर्ने भन्दा फिङ्गर एकछिन राखिरहनुहोस्। यहाँ चाहिँ एप इन्फो आउँछ, यो एप इन्फोमा क्लिक गर्नुहोस्। तपाईँहरूको यहाँ खुल्नेछ स्टोरेज, डाटा युज, होइन, धेरै कुराहरू छ नि, होइन। तपाईँ यहाँ तलपट्टि देख्नुहुन्छ नि क्लियर डाटा, यो क्लियर डाटामा क्लिक गर्नुहोस् र तपाईँले यहाँ के गर्न सक्नुहुन्छ भन्दा तपाईँले यहाँ क्लियर अल डाटा, क्लियर क्याच र क्लियर डाटा छ, सबैको मोबाइलमा यो देखिन्छ। तपाईँ डाटा, यो क्लियर डाटा तपाईँले यो क्लियर अल डाटामा चाहिँ क्लिक गर्ने र डिलिट अल डाटामा ओके गर्ने है। यो सबै डाटाहरूलाई डिलिट गरिदिने, डिलिट अल डाटामा ओके गर्ने साथी। तपाईँको यति भइसकेपछि तपाईँ ओके, अब यति गरिसकेपछि तपाईँले केही थोरै तल स्क्रोल डाउन गर्नुहोस्। त्यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ रेस्ट्रिक्ट डाटा। रेस्ट्रिक्ट डाटा युजमा तपाईँको यो मोबाइल डाटा चाहिँ हामीले अन गरिरहेको हुनुपर्छ है साथीहरू। युज मोबाइल डाटा भन्ने छ नि, यहाँ मेरो सिम 1 र सिम 2 दुइटै छ। यो चाहिँ तपाईँले ओके, यहाँ चाहिँ मोबाइल डाटा अन गरिरहेको हुनुपर्छ। यति भइसकेपछि यो समस्या समाधान भयो साथीहरू। अब म तपाईँलाई देखाउन चाहन्छु है। फेरि चाहिँ म प्ले स्टोरमा ब्याक जान्छु। अब चाहिँ यहाँ प्ले स्टोरमा गएर तपाईँलाई फेसबुक ओपन हुन्छ कि हुन्न देखाउँछु। ल हेर्नुहोस्, अब चाहिँ हामीले सर्चमा जाउँ। फेसबुक अब हेर्नु, यो पुरा बिल्कुल यो नयाँ तरिकाबाट चाहिँ ओपन भइरहेको हुन्छ, खुल्छ है। अब इन्स्टलमा जाउँ। ल अब हेर्दै जान सक्नुहुन्छ। यसरी चाहिँ यो अत्यन्तै सबैमा देखिएको यो समस्या हो। तपाईँले यो समस्याबाट तनावमा हुनुहुन्छ भने मजाले यसरी मैले अहिले जति पनि सिकाएँ प्रोसेस वाइज तपाईँ चाहिँ यो प्रोसेस गर्दै जानुभयो भने यसरी चाहिँ बिल्कुल नयाँ तरिकाबाट अब गुगल प्ले स्टोरमा अघि तपाईँलाई मैले देखाएको थिएँ, डाउनलोड भएको थिएन र अहिले हेर्नुहोस् यो मजाले चाहिँ डाउनलोड भइरहेको छ। प्ले स्टोरमा यदि फेसबुक एप चाहिँ डाउनलोड भइरहेको छैन भने यही प्रोसेसबाट चाहिँ तपाईँले आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ है साथीहरू। हस्, धन्यवाद। तपाईँलाई देख्न सक्नुहुन्छ साथीहरू, यहाँनिर फेसबुक चाहिँ इन्स्टल भइरहेको छ 49। ल अब हाम्रो फेसबुक इन्स्टल लगभग इन्स्टल भइसकेको छ है। अब हेर्नुहोस् है, अन्तिमसम्म हेर्नुहोस्। ल अब हाम्रो फेसबुक चाहिँ इन्स्टल भइसक्यो। अब यसरी चाहिँ तपाईँले पनि यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ है त। अब यहाँनिर फेसबुक देखाएको हुन्छ, यहाँनिर गएर तपाईँले अब यसरी चाहिँ फेसबुकको मजा लिन सक्नुहुन्छ है त साथीहरू। ल हस्, धन्यवाद अन्तिमसम्म हेर्नुभएकोमा। र तपाईँलाई यदि मन पर्यो भने यो भिडियो धेरैभन्दा धेरै साथीहरूलाई सेयर, लाइक, कमेन्ट अनि सेयर गरेर पनि धेरैभन्दा धेरै साथीहरूमाझ पुर्याउनुहोस् है त। हस्, धन्यवाद।